नजिमको परेली फर्स्ट स्टेप बेस फिल भइरहेछ अहिले चाहिँ मैले चाहिँ पैसा पनि रेडी गरेको छु कि 500 600 700 रुपियाँ सरी खुट्टा जुत्ता सुन लाएर वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु अनि आज चाहिँ हामी स्नो खेल्न जान लागेको जापान आएर स्नो खेल्न जाने भनेको अनि आज बल्ल जोयो कन्ट्रोल कन्ट्रोल हामी चाहिँ अब यहाँदेखि जाँदैछौँ हामी भेट भयो तर जाडो त हुनु पर्यो नि जाडो नभए त पर्दैन फेरि स्नो चाहिँ खेल्न जानु आँटेको स्नो चाहिँ छ कि छैन है त्यहाँ अब हेरौँ नभए पनि पुरा हाइकिङ गरेर आउने हामीलाई फेरि हेर्न यति मनपर्छ कि स्पेसल्ली उहाँलाई हाम्रोमा थपेर आएको स्पोन्सर तिमीहरू दुईजना अरू कुरा थाहा छैन मलाई हाई See you on the top. Onigiri? Sandwich खाऊँ sandwich. तातो पानी? तातो salary man, snowman, म चाहिँ poor man. ए भएर हो क्या मलाई सुस्मिता लास्ट टाइम मनपर्छ भनेको मलाई सक्दिनँ है पैसा दिन थ्याङ्क यू खाजा बिहानको खाजा किनिदिनु भएकोमा ब्रेकफास्ट गराइदिनु भएकोमा मैले बुझिनँ होइन मैले त अलिक फुड सुरुमा तिनीहरूले के हो कार्ड छ कि छैन सोध्छ होइन त्यो खोल्न उसलाई घरि घरि जानु पर्यो ठिक छ फेरि खान्छु तिमी नहोला झर्छ टिस्यु थियो नि टिस्यु खोलेर देऊ न बुझ्दै बाबा नानीसितै राख्दा तपाईँ खाता पकाएर नै कोदोमा च्याउ कोदो मका स्टुडेन्टमा यसरी हल्ला गर्नु त नहुने अब यहाँ नेक्स्ट स्टेसन अर्को ट्रेन चढ्नुपर्छ गर्नुभयो त्यस्तो भए भित्र कस्तो गर्नु मलाई मैले हेयर कलर चेन्ज गरेको है राम्रो देखिरहेको छ राम्रो देख्छ सक्यो गयो नि
मेरो नि तर ब्ल्याक गर्छु भनेको अस्ति कलर गरेको खोइ के आयो यस्तो खास चाहिँ यहाँबाट कावाची नागानाबाट बस जाने रहेछ हामी झन्डै फेरि अर्को ट्रेन चढेर अर्को ठाउँ जानु लागेको धन्न एकिएनलाई स्टेसनको मान्छेलाई सोधेर यहाँनिर बस स्टेसन आइसकेको छौँ हामी चाहिँ अब ओए झन्डै लड्यो आउट अफ सर्भिस अरे यो जाँदैन के हो फेरि हो क्या त यहाँ जाँदैन यो हामी चाहिँ खानै परेको हाम्रै हो आज कस्तो राम्रो वेदर छ हामी खास चाहिँ स्नो हेर्नु जानु लाग्यो स्नो खेल्नु स्नो चाहिँ थाहा छैन घाम चाहिँ तापेर आउँछौँ जस्तो छ केही छैन घाम तापेर आयो नि स्नो खेलेर आयो नि केही छैन चढिसकेको छ यहाँबाट कति टाइम बसाउनु मन चाहिँ आउँछ नि गाडी पनि आएको औ यता यता जाऊ नक्कली गाडी स्टार्ट भइसक्यो हामी चाहिँ जाँदैछौँ हाम्रो डेस्टिनेसनतिर कति थियो रे चार्ज के चाहिँ 400 कति जस्तो लाग्यो टच गरेन है थियो कि जस्तो लाग्छ ओचेर जान्छ के बसहरूतिर अनि आज तिमीहरूले मलाई घुमाउँछ ओए कस्तो मैले चाहिँ पैसा पनि रेडी गरेको छु कि 500 600 700 रुपियाँ यहाँ बसहरूमा चाहिँ यसरी खुजरा पैसा मात्रै युज हुन्छ क्या युज हुन्छ अरू पनि हुन्छ युज चाहिँ ठुलो पैसा नि तर यो ओचुरी भयो भने चाहिँ अलिक सजिलो हुन्छ त्यहाँ तिर्नलाई टिटवाला अरे तिम्रो पनि टिन्टवाला हो मेरो चाहिँ के भन्ने यसलाई छैन ओए यसरी अनि इफ माथि स्नो छ भने चाहिँ अब पनिसमेन्ट के उसको लागि अब छैन भने हामीलाई पनिसमेन्ट हुन्छ होइन अनि के पनिसमेन्ट राख्यो भने अब स्न्यापबाट त्यो बिग्रेको फेसहरू के छ त्यसको 24 आवर्स टिकटकमा स्टोरी जान्छ गाइस हामी चाहिँ 6 वाला प्रेडिक्ट गर्छ यिनीहरू उसको चाहिँ छैन तर स्नो हुन्छ थोरै पनि हुन्छ थोरै पनि हिउँ यहीँ छ यहीँदेखि हिउँ सुरु भइसक्यो झन् माथि टपमा त झन् हिउँ अभियसली भइहाल्छ यसले कन्फर्म पनिसमेन्ट तिमीले हेर्नु माथि हेर्नु हिउँ छठ माथि हेर्नु सक्नुहुन्छ त हजुरहरूले हिउँ हो हिउँ माथि हेर्नु यहाँनिर हो पनिसमेन्ट हालिहाल्यो भने अब यति पनि हुन्छ हाम्रो वर्षौँको सपना पुरा हुँदैछ पुरा हुने हो मलाई चाहिँ एकदम यस्तो सहरहरू भन्दा पनि सिटी एरिया भन्दा पनि मलाई गाउँ साइड पिस फिल भइरहेको छ अहिले चाहिँ मजा आएर Footprints fade in the
これはここですね。あとはこれを両替してここへ。 फर्स्ट टाइम स्नोमा यसरी पाइलाई राख्दैछु फर्स्ट स्टेप like frostbite, hard to lose, so bold. Footprints fade in the white, no trace. फोटो खिचिरहेर एक्साइटेड धेरै भएर त्यो के खालको पोज आउँथ्यो त्यसरी मरे म ल अब हामी चाहिँ हिउँ खेलेर सक्यौँ माथि माथि एकछिन चढ्ने पुरै कपाल भिज्यो होइन कपाल भिज्यो बिलिसकेको छ क्या हिजो चाहिँ लास्ट खतरा परेर छ यसरी अन्त अन्त आउलु गाइजहरू मेरो ब्युटिफुल ब्युटिफुल साथीहरू छिटो आऊ यहाँ म देखिरहेको छु यहाँ लडौँ न मेकअप सब उठेकै गइहाल्छ होइन दुईजना स्नोम्यान बनाइसक्यौँ हामीले तीनजनाको एउटा स्नोम्यान बनाएको यो सानो चाहिँ मेरो बिरालो बनाएको मैले अनि यो चाहिँ सुस्मिताको यता चाहिँ पुष्पाको ए मेरो त अझै बनाउनु बाँकी नै थियो नि अनि Love like frostbite, hard to lose, so bold. Footprints fade in the white, no trace. म्याउ भइसक्यो हामी यहाँ भोकले भोकले तिर्खाले अनि पछि के भन्छ चिसोले यस्तो भइरहेछौँ हामी है हिउँको त यस्तो छ नि ओ माइ गॉड मेरो फोनै अफ भयो गाइस के गर्ने साथीकोबाट लिइरहेको छ भिडियो कामै छैन कसरी आउने कस्तो बच्चाको जस्तो हो आउँदैन त रिना यस्तै त हो के भयो अब भिडियो खिचिँदैन के थोरै जुत्ता लगाएर यिनीहरूले मलाई भनेर पनि अझै बुट लगाएर आयो तिम्रो बुट त थिएन मेरो बुट थियो तर त्यस्तो वाला लेसवाला थियो कि कस्तो ब्लड आएको त जाठा ल भेट भयो झमक साझामा राख्छु तिमलाई यो दिलको माझमा गलबन्दी च्यातियो तिमीले तानेर पहुन नखोज सोझी तानेर अनि के
नजिमकौ परेली भुटुकै हुन्छु म। अलि लामो गीत आउने के हो? लालु पाते लुग्यो केलो माया मैतिर केलो उइतिर निरा नलो दुईतिर। म त गीत गाउनु भएन। हामीले कुरा दिएर 500 क्यारे लास्टै त्यसो भयो। आइज मेरो भन्ने के आइज म मेरो पालो नि अब थाहा आइज मेरो बुइ भन्ने के भन्ने भन न। आइज मेरो सानी भन्छ नि। आइज मेरो सुसा पुसा ओके इस मेरो पालो 1 2 आइज मेरो आइज लड्छ अलिक के हो चुके त लु 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 जाडो यस्तो जाडो भएको छ त्यही भएर अनि के पो बस कुर्नु पर्ने भयो। त्यही भएर अझै कति टाइम बाँकी कति बज्यो अहिले अझै आधी घन्टा जति कुर्नु पर्ने छ अनि त्यही भएर अनि त्यसको लागि हामी हल्का वार्म अप गर्दैछौँ। सो मेरो चाहिँ यस्तो यस्तो जुत्ता लाएर आएर बिजोग भयो अनि त्यसपछि जिम सानो नजिमकौ परेली भुटुकै हुन्छु म। सक्दैन बस कुर्नु पर्यो नि पर्यो के हो अन्त राम्रो लु दुईजना खतरा गीत गाउरिन कुन गीत गाउँ एकछिन हुई डार्लिङ तेरे लिए मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए सक्दैन अनि मासले पुरै बडी पुरै नाम छिट्न म त सक्दैन के भयो गाइस बच्चालाई बोलेर हिँडेको पसो बल्ल पसो एकछिन मेरो खुट्टा पुरै नम भएर मेरो खुट्टा जस्तो थ्याङ्क यू सरी खुट्टा जुत्ता सुन लगाएर हामीले कुरा दिएर 500 क्यारे लास्ट जाडो भयो यहाँ आऊ तिमीहरू दुईजना चाहिँ गेम खेलिरहेछ एकदम जाडो भइसक्यो पुरै कपाल भिजेर कता सब लुगा भिजेर भोलि चिसो लाग्छ भोलि ड्युटी छ जानु सकेन भने मार्छ मलाई म त के बिदा लियो भने के गर्छु हामी चाहिँ अब यता कोङ्गो माउन्ट है बाट फर्किँदैछौँ। यति चिसो भयो मेरो चाहिँ बिजोग भयो जुत्ता पुरै बुट लाएर आउनुपर्ने रहेछ। म चाहिँ नर्मल जुत्ता लाएर आएँ खुट्टा सबै भिजेर कस्तो भयो खुट्टा चिसो भयो चिसोले मुटु दुखिरहेको छ मेरो त टाउको दुखिरहेको छ तर रमाइलो भयो एकदम ओभरअल रमाइलो भयो होइन कस्तो भयो भन कस्तो राम्रो भ्यू पनि देख्यो हिउँ पनि बेसकन खेल्यो अहिले चाहिँ हामी गाडीमा छौँ खेलेर सबै कुरा भयो। मेरो भ्लग इन गर्छु होला हौ ल अहिलेसम्म मजाले मैले के पो भिडियोहरू क्याप्चर गर्नु पाएन मेरो फोन अफ भयो क्या त्यही भएर अनि अलिअलि उहरू भिडियोहरू क्लिपहरू लिएको छु कस्तो छ हेरेर कमेन्ट गरिदिनु होला कस्तो छ इन्जोय गरिदिनु होला सबैजना। मेरो भ्लग चाहिँ भिडियो चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। बाई बाई।